मैले 100 चोटी तपाईले प्रहरीलाई जानकारी गराउनु 100 चोटी मैले हाम्रो मान्छे यहाँ फस्या छ भन्दाखेरि अझ उनीहरू चुबा लगाएर बस्छन् अझ आदेश चाहियो रे सिडिओको आदेश चाहियो हामी आदेश कुर्दैछौँ भनेर हामीसँग भनेको यहाँ 100 यहाँ के अरे सञ्चारकर्मीहरू पनि टन्डे आदेश चाहियो भनेर पर्खिरहेको थियो क्या उद्धार गर्नका लागि न दमकल बोलाएको छ अगाडि सर तपाईहरुलाई अहिले पनि होइन प्रहरी मर्दा प्रहरीले गोली चलाउँछ प्रहरी मर्दा प्रहरीले गोली चलाउँछ सञ्चारकर्मी मर्दा हामीले प्रश्न सोध्न पनि नपाउने हो हैन प्रश्न सुन्न पाइन्छ सम्बन्धित व्यक्तिलाई सोध्नु पर्यो म सम्बन्धित मान्छे फिल्ड कमान्डरको श्रीमान फिल्ड कमान्डरको देशा फिल्ड कमान्डरको हैन फिल्ड कमान्डरको फिल्ड इमिडिएट कमान्डर फिल्ड कमान्डर एकछिन मैले पनि बुझाएको छु एसपी साहब हुन्छ बोलाउनुस् फिल्डमा अहिले तपाईँ हो कमान्डर सबैभन्दा ठुलो दर्जा फिल्डमा जो उपलब्ध छ ऊ जवाफदेही हुनुपर्छ भन्ने प्रहरी नियमावलीले भन्छ श्रीमान प्रहरी नियमावलीले फिल्डमा सबैभन्दा ठुलो दर्जाको अधिकारी जो हो उसले जवाफ दिनुपर्छ भन्छ श्रीमान यहाँ एबी न्यूज खबरकर्मी क्यामेरा पर्सन हाम्रो सुरेश रजकको यहाँ अब मृत्यु भएको अहिले भर्खर देख्यौँ हामीले विभिन्न अस्पताल चाह्यौँ ठाउँ गयौँ टिचिङ अस्पताल गयौँ त्यहाँबाट गोली लागेको मृतक फेला पर्यो 29 वर्षको सबिन महर्जन नाम गरेको व्यक्ति यहाँ छातीमा गोली लागेको रहेछ उसको नाम सबिन महर्जन अलिकति नाम मिलेको भएर हामी त्यहाँ गएर हेऱ्यौँ पनि अनि मलाई चाहिँ लागेको थियो सब यहीँ हुनुपर्छ किनभने करिब 4:45 तिर चाहिँ उहाँको मोबाइल अन्तिम यहाँ स्विच अफ भएको हामीले पत्ता लगाएपछि हामी आएर अहिले हेर्दा आगो निमाएर हेर्दा त्यहाँ सब यसरी बसिराखेको अवस्थामा जलेर अब केही पनि बाँकी छैन तपाईँले पनि देख्नुभयो होला अनि एकजना व्यक्ति मात्रै त्यहाँभित्र रहेको र अब त्यो सब हेरेर अहिले हामी सुरेश रजक हो या होइन भन्न सक्दैनौँ त्यो पुरै अब केही पनि बाँकी नै छैन मात्र अस्थिपञ्जर मात्रै बाँकी छ हैन अहिले त्यो देखेर त हामी भन्नै सक्दैनौँ एकदमै दुःख लागिरहेको छ अब यहाँका साथीहरूले जो फिल्डमा खटिनु भएको थियो उहाँहरूसँग सोद्धाखेरि हामीले पटक यहाँको प्रहरीलाई भन्दा पनि उहाँले वास्ता गरेन भन्नुभएको छ हैन निकै अब साथीहरू रोइरहनु भएको छ एउटा सहकर्मीको यसरी मृत्यु हुँदा एकदम दुःख लागिरहेको छ अलिकति सुरक्षा कमजोरीले अलिकति होइन अति नै धेरै सुरक्षा कमजोरी भएको किनभने अहिले म आएर पनि उहाँ यहाँ आगो लागिरहेको छ किन नैनेमागो भन्दा अगाडि आगो निमिसकेको थियो फेरि लाग्यो भन्ने जवाफ उहाँले दिइरहनु भएको छ हैन फेरि लागेको होइन कि त्यो आगो त्यो सब भएको ठाउँमा आगो बलिरहेको रहेछ त्यसो भएपछि अब सब जल्दाखेरि त्यो गन्ध आउँछ थाहा हुन्छ हैन प्रहरीहरू पटक हामी माथि गएर तल आगो भनिराखेको छ प्रहरीले हामीले यो आगो निमाइसक्यो भन्दाखेरि त्यो कागजको थुप्रोमा ऊ लडेको रहेछ र त्यही माथि नै उसको सब अहिले जलेको परिस्थितिमा फेला पर्दै गर्दा अहिले पनि प्रहरीसँग जवाफ माग्दै गर्दा प्रहरी अब अहिले हामीबाट तर्केर हिँड्नु भएको छ पत्रकार साथीहरूलाई अश्लील शब्द बोलेको हामीले अहिले देख्यौँ यो प्रहरीको रवैया चाहिँ यो पटक्कै ठिक भइरहेको छैन उहाँले के खोजिरहनु भएको छ हामीलाई थाहा छैन हामी स्वतन्त्र पत्रकार हौँ यो अथवा त्यो पक्षको हामी होइनौँ आज पनि हामीले दुवै पक्षको उत्तिकै कभरेज गरेका थियौँ हैन उहाँले के दृष्टिकोणबाट हेरिरहनु भएको छ यो चाहिँ एकदम अनुरोध